कोदालो बोकिरहेको छु। कोदालो चाहिँ बोकेको किन भनेदेखि म चाहिँ यहाँ खेत आइरहेको छु कि साथीहरू। अब चाहिँ आज मैले पानी काट्नुपर्ने हुन्छ खेतमा। अस्ति गाउँमा अनि घाँसमा पानी पटाएको, त्यही भएर चाहिँ अब म चाहिँ त्यो पानी लागेको छ कि साथीहरू। आज नालामा पानी आएको रहेछ, पानी सुकेको रहेछ कि साथीहरू, अनि त्यो चाहिँ काट्नुपर्ने हुन्छ। अब चाहिँ म नालामा पानी काट्नलाई गएको साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ कत्रो ठुलो कोदालो बोकेर हिँड्छ साथीहरू। अब काम गर्नेलाई भन्नु पर्ने साथी, अहिले कहाँबाट काम गर्ने खोजेर लिएर आउनु। सो साथीहरू म आफै आएको छु काट्नको लागि। देख्न सक्नुहुन्छ खेत, यहाँ गाउँबारी, यता पनि गाउँबारी छ साथीहरू, हेर्न सक्नुहुन्छ। यस्तो खेतमा पानी नालामा झार्नुपर्ने हुन्छ कि साथी, यति ठुलो छ कि यो, के गरी काट्ने होला मैले। आज चाहिँ भरको पावर लाउनु पर्यो साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो गाउँबारी हो, यता गाउँबारी छ, हेर्न सक्नुहुन्छ है। यति धेरै पानी लागेछ कि यहाँ हेर्नु न, यो चाहिँ घाँस हो, यति पानी लागेछ। आज चाहिँ यहाँ नालामा पानी आएको रहेछ है, त्यही भएर चाहिँ हामीलाई यसले अब पानी यता फाल्नुपर्ने हुन्छ। यो धेरै भइसक्यो, पानी फाल्नुपर्ने हुन्छ साथीहरू। देख्न सक्नुहुन्छ कति धेरै छ। अब चाहिँ मैले काम गर्नुपर्ने हुन्छ। उता पल्लो गराएदेखि चाहिँ उता गाउँ हो साथी, यो चाहिँ हाम्रो हो, हेर्न सक्नुहुन्छ। म त्यहाँ कोदालो बोकेर आइसकेको छु, अब काट्नुपर्ने हुन्छ साथीहरू। अब भिडियो गर्नलाई चाहिँ अहिले मान्छे छैन है, अब आफैले बोकेर आएको छु। सो त्यही भएर अब मैले राख्नुपर्ने हुन्छ है। अब यो खनेर मलाई घर पनि जानुपर्छ, अनि घरमा अब बेलुका भइसकेछ, बेलुका अब 4 साढे 4 भइसकेछ, फेरि गाई दुहुनु पर्ने हुन्छ साथीहरू। आजलाई यति नै, बाइ बाइ।